नमस्कार, म अहिले चितवनको भरतपुर बस पार्कमा छु र तपाईहरुलाई यो इभी चार्जिङ स्टेसनको बारेमा देखाउँदैछु। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ इभी चार्जिङ स्टेसन छ। यो चाहिँ एमडब्ल्यू वृद्धि स्पिड चार्जिङ भनेर भनेको छ। यहाँ 7-8 वटा चार्जिङ स्टेसनहरू छन् र उतापट्टि त्यता चाहिँ नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसन छ। हामीले यहाँ कति इभीहरू चल्दा रहेछन् त भनेर देख्न सक्छौँ, किनभने चार्जिङ स्टेसन यति धेरै छन् र गाडीहरू पनि धेरै छन्। विशेष गरेर यो इभी भ्यानहरू, अब चितवन भनेको अथवा भरतपुर भनेको एउटा नेपालभरिको केन्द्रमा पर्ने अटोमोबाइलको अथवा बाटोको लागि एउटा हब पनि हो। त्यो हब भएको कारणले गर्दाखेरि पनि अझ यहाँ हुने नै भए। त्यसै गरी यो महेन्द्र राजमार्गको बीच भागमा पर्ने र यहाँबाट धेरै गाडीहरू नेपालको पूर्व पश्चिम जाने, काठमाडौँबाट पनि बाहिर जाने, बाहिरबाट काठमाडौँ आउने पनि भएको हुनाले यहाँ गाडीहरू चार्ज गर्नलाई लाइन नै लाग्नुपर्ने, पर्खिनुपर्ने कन्डिसन छ। योबाट हामी के थाहा पाउँछौँ भने नेपालमा इभीहरूको प्रयोग बढिरहेको छ र त्यही अनुसार चार्जिङ स्टेसनको प्रयोग पनि बढिरहेको छ, चार्जिङ स्टेसनको व्यापार पनि बढिरहेको छ भन्ने कुरा हामी यसबाट थाहा पाउन सक्छौँ। घाटको मान्छेलाई बोलाउ छिटो घटौरेलाई कसले तार्दिन्छ हो अनि यहाँबाट अनि सडक त हल्न गाह्रो हुन्छ के उताबाट पानी पनि आउने चढाको हुन्छ हैन तर बुझामा चरा नजाने चरा रोड थगी म एक डिप ड्राइभरलाई तर दिनु पर्यो गाडी पनि होला गाडी पनि होला हजुर पक्का पक्का आउँदिन भने हो तर आज हैन भोलि आउँदिन ए 32 छिटो आउ त प्रकाश हैन प्रकाश तरी आ छैन त ओ प्रकाश दरै फोन गरेर सुत्दै होला मलाई दुध बेच्न गयो होला जिपको ड्राइभरहरु सबैजना ए अब पारिपट्टि चाहिँ जिपहरु छन् हैन। अब यहाँबाट डुङ्गा तरेर गएर ओके छोड्दै जिप जान्छ ओ बहिनी छिटो घटौरेलाई फोन गरेर बोलाउन ड्राइभर दाइहरु सधैँभरि हिँड्ने हुनाले पुरै कन्फिडेन्स छैन, बस्नै पर्दैन। बोनी भयो यस विषयले आज दुबाई के तार दिन्छ यो अमलहरुलाई तार दिन्छ यो ढुङ्गामा खाड्दै यो ढुङ्गा निकाल्नु हाल्नु हेलो होला बहिनीले हारमा पढाउँछ न त पढ्दैन चाबी लगाएको छ त कुन साँचो लगाएको छैन कि त्यो खुलै हो अरे खोल्दै त
गजब टाइममा आइयो कि टक्क बिहान सबै ड्युटीमा हिँड्ने बेलाको टाइममा आयो एलिफेन्ट पनि मर्निङ वाक गर्दै ड्युटीमा हिँडे ल हात्तीले चाहिँ घाँस तलबाट माथि उठाउँछ अनि माथि मान्छेहरूले चट्ट मिलाएर राख्छन् यस्तै हो त्यहाँ पराएको है हेलो 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 अहिले हामी सौराहामा छौँ है बेसिकली बिहान बिहान मर्निङ वाकमा छ है हामी यो चाहिँ सौराहाको हात्तीसार भनिन्छ यहाँ हात्तीहरू राख्ने ठाउँ हो बिहान अलि ढिलो आयौँ हामी धेरै हात्तीहरू निस्किसकेका छन् त्यसलाई चाहिँ सफारीमा लिएर हिँड्दै त्यो सफारीको लागि मान्छे बोक्नलाई चाहिँ त्यो प्रयोग गर्दैन नि उता अर्को प्राइभेट मात्र प्राइभेटहरू चाहिँ मान्छे बोक्नलाई युज गर्ने भए अनि नेपाल सरकारको चाहिँ गस्तीको लागि अथवा अरू अन्य सुविधाको लागि दाउरा साउरा बोक्नको लागि सबैको कति जति छ नि हात्तीहरू हाम्रो त्यो 60-65वटा के अरे 70-60वटा छ 60-70वटा जति हात्ती छन् उसको लागि यो एउटा लोकेसन भयो अरू पनि लोकेसनमा छ पोस्टमा फटेको छ दुईवटा ए 60-70वटा चाहिँ सरकारी भए अनि प्राइभेट अनि त्यही 60-65वटा होला ओके यो कुरा हामीलाई नर्मली आम मान्छेलाई थाहा हुँदैन नर्मल आम मान्छेले चाहिँ के बुझ्छन् भन्दाखेरि यहाँ भएको हात्ती भनेको चाहिँ सबै हात्ती चढ्ने हो सबै हात्तीमा रमाइलो गर्ने भन्ने हुँदो रहेछ व्यक्तिगत हात्ती त सफरको लागि त पछिबाट भएको नि त धेरै पछिबाट पहिला नेपाल सरकारको हात्ती पनि त्यसरी टुरिस्ट बोकाउने गर्थ्यो अहिले चाहिँ हजुर त्यसपछि बन्द गरेको थियो व्यक्तिले किन्न लाग्यो नि त हात्ती अनि नेपाल सरकारको हात्तीलाई दिएन त्यसरी बोक्नु ओ यो हात्तीहरू बिरामी भयो भने इलाज कहाँ गर्छन् यिनीहरूको हाम्रो यही हो कहाँ यो लोकेसनमा हो कि अथवा कहाँनिर यो हात्तीहरूको इलाज छ नि हजुर एकपल्ट किनभने यहाँनिर त्यही हो हस्पिटल 100-120वटा जति ए पारीदेखि वन्यजन्तु अस्पताल वाइल्ड लाइफ हस्पिटल लेखेको छ अर्को जनावरको ठुलो हस्पिटल भन्ने पनि यही हो निकुञ्ज